नमस्कार दर्शक तथा श्रोतावृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथाको 644औं भिडियोमा। सर्वप्रथम लागौं रोचक जानकारीतर्फ। चोर्नु चोरिसकेपछि केको लाज? एउटा चोर हदैको इमान्दार देखियो जसले चोरिसकेपछि गल्ती महसुस गर्दै चोरी भएका घरबेटीसँग माफी माग्यो। अमेरिकाको न्यू जर्सीमा एक चोर आफूले चोरेको घरमा माफी माग्न आउँदा पक्राउ परेको थियो। प्रहरीले 35 वर्षीय क्रेग फ्लेचरलाई 2066 असारमा पक्राउ गरेको थियो। क्रेग आफूले चोरेको घरमा गएर माफी मागेको थियो, तर क्रेग माफी मागेर घरबाट निस्किने बित्तिकै घर मालिकले प्रहरीलाई फोन गरेका थिए। प्रहरीले एकैछिनमा आएर क्रेगलाई समातेको थियो। क्रेगले 29 जुन 2009 मा 3वटा ल्यापटप तथा एक्सबक्स गेम कन्सोल एउटा झोलामा राखेर भागेको थियो। घर मालिकले थाहा पाएपछि चोरलाई लखेटेका थिए। क्रेगलाई $60,000 धरौटीमा छाडिएको थियो। यसै रोचक जानकारीका साथसाथै लागौं आजका कथाहरूतर्फ। आज भने मैले विभिन्न देशहरूका 5वटा कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई यी कथाहरू मन पर्नेछ। सर्वप्रथम लागौं इटलीतर्फ। इटलीको कथा मूर्ख दुलही भन्ने शीर्षकको कथा रहेको छ। आशा छ यो कथा मन पर्नेछ। धेरै समय पहिलेको कुरा हो। इटलीको एउटा गाउँमा एकजना केटा बस्थ्यो। उसको नाम बेनिटो थियो। बेनिटो निकै सुन्दर र असल स्वभाव भएको केटा थियो। उसका बाबु किसान थिए। गाउँका सुन्दर केटीहरू उसँग मोहित हुन्थे। उनीहरू बेनिटोसँग विवाह गरेर सुख जीवन बिताउने सपना देख्दथे। तर बेनिटोलाई भने मारिया मात्र राम्री लाग्दथ्यो। ऊ ठुला ठुला नीला आँखा, मृगको जस्तो कम्मर, बाघको जस्तो छाती र चौरीको जस्तो कपाल भएको मारियासँग नै विवाह गर्न चाहन्थ्यो। एक दिन बेनिटोले आफ्नो बुबालाई मारियाको घरमा गएर उसका बुबा आमासँग आफ्नो विवाहको कुरा चलाइदिन आग्रह गर्यो। मारिया पनि एकजना किसानको छोरी थिए। बेनिटोको बुबाले मारियाको बुबा आमासँग आफ्नो छोराको लागि उनीहरूकी छोरीसँग विवाहको प्रस्ताव राख्ने बित्तिकै मारियाका बुबा आमा खुसीले गदगद हुँदै बेनिटोको बुबासँग भने, बेनिटो यस गाउँका सबभन्दा असल केटा हुन्। हामीलाई विश्वास छ मारियालाई बेनिटो भन्दा राम्रो केटा भेट्टाउने कुनै सम्भावना छैन। हामीले तपाईको प्रस्तावलाई हृदयदेखि नै स्वीकार्छौं। बेनिटो यो कुरा सुन्ने बित्तिकै खुसीले गदगद भयो। बेनिटो र मारिया बीच विवाह हुने कुरा गाउँभर फैलियो। बेनिटोका साथीहरूले यो खबर सुन्ने बित्तिकै जम्मा भएर उसको घरमा आएर भने, सुन बेनिटो, हामीहरू तिम्रा मिल्ने साथी हौं र सधैँभरि तिम्रो भलो चाहन्छौं। हामीलाई विश्वास छ यस गाउँमा मारिया भन्दा राम्री केटी अरू कोही पनि छैन। उसको शील स्वभाव पनि असाध्यै राम्रो छ। मिठो खाना बनाउन र घरका सबै कामहरू गर्न पनि ऊ एकदमै सिपालु छे। तर ऊ एकदमै मूर्ख छे। के तिमीले उसँग विवाह गरेर सुखी जीवन बिताउन सकौला? अझै केही बिग्रिहालेको छैन। यसको बारेमा पुनः विचार गर। उनीहरूको कुरा सुनेर बेनिटोले निर्धक्कसँग भन्यो, ऊ जस्तिसुकै मूर्ख होस्, म उसैसँग बिहे गर्छु। यो मेरो अन्तिम निर्णय हो। हाम्रो देशकी सबभन्दा मूर्ख केटी हो। बेनिटोको प्रतिवाद गर्दै उसका साथीहरूले फेरि भने। केही दिनपछि गाउँको एउटा विवाह मण्डपमा बेनिटो र मारिया बीच धुमधामसँग विवाह भयो। विवाहको 2 दिनपछि बेनिटोले साथीहरूलाई घरमा भोज खानको लागि निमन्त्रणा गर्यो। मारियाले विभिन्न प्रकारका स्वादिष्ट परिकारहरू पकाएर टेबलमा सजाई। साथीहरूले मारियाले बनाएका परिकारहरूको निकै प्रशंसा गरे। खाँदा खाँदै रक्सी खाने प्रतिस्पर्धा चल्यो। रक्सी सकिएपछि भित्र गएर बोतलमा रक्सी ल्याउन बेनिटोले मारियालाई आग्रह गर्यो। मारिया तुरुन्तै भित्र गई र घैँटोको बुझो खोलेर एक एक गरी बोतलमा रक्सी भर्न थाली। बोतलमा रक्सी भर्दा भर्दै उसले सोच्न थाली, मेरो जीवन एकदमै सुखी हुनेछ। मेरो एउटा राम्रो छोरा जन्मनेछ। म छोराको नाम बेनिडिक्टो राखिदिनेछु। मैले उसलाई एकदमै माया गर्नेछु। छोराका लागि धेरै राम्रा राम्रा कपडा बनाउनेछु। तर एक दिन ऊ बिरामी हुनेछ। डाक्टरकोमा पुर्याउन ढिला हुनेछ। त्यसपछि त ऊ अनि त्यो पनि पक्कै मर्नेछ। यही सोचेर उसले सबै बोतलहरू लडाई। सबै बोतलहरू फुटे र जोडले रुँदै भन्न थाली, बेनिडिक्टो, मेरो बाबु, तिमी मलाई छोडेर गयो होइन? म तिमी बिना कसरी बाँच्न सक्छु र? बेनिटो र उसका साथीहरू मारियाको बाटो हेरिरहेका थिए। जब उनीहरूले मारिया रोइरहेको सुने सबैजना भित्र पसे। के भयो? बेनिटोले हतारिँदै सोध्यो। बेनिडिक्टो मर्यो, मारियाले सुक्क सुक्क गर्दै भनी। यदि डाक्टरकोमा समयमै लगेको भए अवश्य पनि बाँच्ने थियो। मेरो छोरा, मेरो प्यारो छोरा बेनिडिक्टो। बेनिटोले अचम्म मान्दै सोध्यो, कुन बेनिडिक्टो? हत्तेरिका, तिमी कति निष्ठुर छौ। यति भनेर मारिया त डाको छोडेरै रुँदै भन्न थाली, तिमी छोराका बारेमा पनि केही जान्दैनौ?
मारियाका कुरा सुनेर बेनिटो त तीन छक्क पर्यो। कस्तो छोरा? उसले दिक्क मान्दै सोध्यो। हाम्रो विवाह भएको 2 दिन भयो, अनि कसरी छोरा हुन्छ त? म त हाम्रो हुनेवाला छोराको कुरा गरिरहेको छु। मारियाले श्रीमानलाई सम्झाउँदै भनी। मैले उसको नाम पनि राखिदिइसकेको छु, बेनिडिक्टो। तर ऊ बिरामी हुनेछ, डाक्टरकोमा पुर्याउन बेर हुनेछ र ऊ मर्नेछ, मेरो प्यारो छोरा। फेरि ऊ ग्वा ग्वा गरेर रुन थाली। साथीहरू पेट मिची मिची हाँस्न थाले। बेनिटोले मारियालाई नरौ, डाक्टर समयमै आउनेछ भनेर सम्झायो, तर मारिया रुन छाडिन। बाहिर आएर साथीहरूले बेनिटोसँग भने, हामीले पहिले नै भनेका थियौं, मारिया यो देशकी सबभन्दा मूर्ख केटी हो। साथीहरूको कुरा सुनेर बेनिटोले भन्यो, तिमीहरूको कुरा म मान्न तयार छैन। मलाई के विश्वास छ भने यस देशमा मारिया भन्दा पनि मूर्ख धेरै मान्छेहरू छन्। त्यसैले गर्दा मलाई कुनै दुःख मनाऊ या पशु त छैन। म यस्ता मूर्खहरूको खोजी गर्नेछु जुन मारिया भन्दा पनि मूर्ख छन्। म यस्ता मूर्खहरू खोज्न जाँदैछु। जबसम्म मैले 2 जना मारिया भन्दा मूर्ख मान्छे भेट्टाउने छैन, त्यति बेलासम्म फर्केर पनि आउँदिन। यति भनेर बेनिटो विवाह भोजबाटै जुरुक्क उठेर हिँड्यो। उसले बाटो हिँड्दा हिँड्दै एक मान्छेले डोरीमा चाल्नो बाँधेर कुवाबाट पानी निकाल्न खोजिरहेको देख्यो। कुवाको किनारमा एउटा बाल्टिन थियो। ऊ त्यो भर्न चाहन्थ्यो, तर चाल्नोमा कसरी पानी अडिन्थ्यो र? एउटा मूर्ख त भेटाइहाले, बेनिटोले हाँस्दै मनमा नै सोच्यो। अनि मान्छेको नजिकै गएर भन्यो, यदि मैले तिम्रो बाल्टिन भरिदिएँ भने तिमी मसँग जान्छौ? किन नजानु, पक्कै जान्छु, त्यो मान्छेले टाउको हल्लाउँदै भन्यो। बेनिटोले डोरीलाई चाल्नबाट फुकायो र बाल्टिनमा बाँधेर तुरुन्तै पानी भरिदियो। मान्छे खुसी भयो र बाल्टी काँधमा राखेर बेनिटोको पछि पछि लाग्यो। केही बेर हिँड्ने बित्तिकै एकजना रुखको फेदमा बसेको र अर्को मान्छे रुखमा चढेर भुइँमा हाम फाल्ने तयारी गरिरहेको देख्यो। यहाँ के भइरहेको छ? बेनिटोले आश्चर्य मान्दै सोध्यो। रुखको हाँगामा उभिएको मान्छेले भन्यो, धेरै समय पहिलेदेखि पाइजामा लगाउने प्रयत्न गरिरहेको छु, तर मेरो खुट्टाले फेदको पाइजामा पुग्न सकेनन्। 25 पटक खुट्टा तल झारेर पाइजामा पुग्ने कोसिस गरे, तर केही उपाय लागेन। बेनिटोले खुसी हुँदै सोध्यो, यदि मैले पाइजामा लगाइदिएँ भने मसँगै जान्छौ? त्यो मान्छेले हत्तारिँदै भन्यो, जान्छु जान्छु। बेनिटोले त्यो मान्छेलाई भुइँमा झरेर रुखमा अडेस लागेर उभिन आग्रह गर्यो। त्यसपछि पाइजामा हातमा राखिदिँदै भन्यो, पहिला एउटा खुट्टामा एउटा बाहुला छिराऊ र फेरि अर्को खुट्टामा अर्को खुट्टा छिराऊ। जब त्यो व्यक्ति भुइँमा झरेर पाइजामा लगायो, त्यसपछि बेनिटोले सोच्यो दोस्रो मूर्ख पनि भेटियो। बेनिटोले दुवै मूर्खलाई घरमा लग्यो र सबै कुरा आफ्ना साथीलाई सुनायो। उसका साथीहरूले पनि मारिया भन्दा ती 2 जना बढी मूर्ख भएको विश्वास गरे। त्यसपछि बेनिटो र मारिया रमाइलोसँग जीवन बिताउन थाले। दर्शक तथा श्रोतावृन्दहरू, अब लागौं जर्मनतर्फ। जर्मनी कथा आमाको माया। हनोभर शहरको नजिकैको एउटा गाउँमा एकजना आइमाई आफ्नो सानो छोरासँगै बस्थे। त्यो बालकलाई गाउँलेहरू निकै माया गर्दथे। उसकी आमाले पनि आफ्नो छोरालाई साह्रै माया गर्दथे। दुर्भाग्यवश त्यो बालक अचानक बिरामी भएर मर्यो। आफ्नो छोराको मृत्यु भएपछि आइमाई चिन्ताले पागल जस्तै बनी। रात दिन रुन मात्र थाली। मान्छेहरूले उसलाई निकै प्रयास गरे, तर केही उपाय लागेन। त्यति नै बेला एउटा आश्चर्यजनक घटना घट्यो। मृत बालक हरेक दिन घाटबाट निस्केर आफ्नो घर आउन थाल्यो। जब उसकी आमा उसलाई देखेर रुन्थी, ऊ पनि क्वा क्वा गरेर रुन थाल्थ्यो। ऊ रातभरि त्यहीँ बसेर रोइरहन्थ्यो र उज्यालो हुने बित्तिकै गायब हुन्थ्यो। एक रात त्यो बच्चा त्यही सेतो कमिज लगाएर घरमा आयो, जुन कमिज लगाइदिएर उसलाई घाटमा सुताइएको थियो। अनि ऊ बिस्तारामा चढेर आमाको पैताला नजिकै बसेर भन्यो, आमा अब रुन छाड्नुहोस्, नत्र भने म घाटमा सजिलैसँग सुत्न पाउने छैन। मेरो कमिज सधैँभरि चिसो हुन्छ, किनकि तपाईको आँसु सधैँभरि त्यसैमा झरिरहेको हुन्छ। छोराको कुरा सुनेर आमा साह्रै दुखी भई र रुन छाडी। त्यसपछि उसले आफ्नो छोरासँग भनी, छोरा, मलाई थाहा थिएन यदि म रोएँ भने तिमीलाई कष्ट हुनेछ भनेर। अब म कहिल्यै रुने छैन। त्यसपछि बालक त्यहाँबाट अलग भयो। अर्को रात त्यो बालक एउटा मैनबत्ती लिएर घरमा आयो र आफ्नी आमासँग भन्यो, आमा अब मेरो कमिज पुरै सुक्यो, अब म मेरो घाटमा आरामसँग निदाउन सक्छु। आमाले बच्चाको शान्तिको लागि आफ्ना आँसु पनि ईश्वरप्रति समर्पण गरिन्। त्यसपछि त्यो बालक कहिल्यै देखिएन। कथा आमाको माया। त्यसै गरी जर्मनीकै अर्को कथा रहेको छ बदला। 18औं शताब्दीमा फोर्जहिम शहरमा एउटी लोभी र गरिब आइमाई छोरी मार्गरेटसँगै बस्थे। एक दिन त्यो लोभी आइमाईले पैसाको लागि छोरीलाई केही अपराधीहरूलाई बेचिदिए। अपराधीहरूले त्यो सानी केटीलाई चर्को यातना दिएर एन्ज नदीमा फ्याँकिदिए।
केही घण्टापछि केटीले टाउको पानीमाथि उठाएर सहयोगको लागि हार गुहार मागी। नदीमा ऊ चलमलाएको देखेर मान्छेहरूले उद्धार गरे। बाहिर निकालेपछि केटीको शरीरमा घाउ देखेर मान्छेहरू रिसले चुर बने। मान्छेहरूले कसरी घाउ लाग्यो भनेर सोधे। त्यति नै बेला केटीले उनीहरूसँग कलममा केटीले आफूलाई दिएको यातना र आफूलाई गर्न खोजिएको हत्या प्रयासको सबै विवरण लेखेर ती मान्छेहरूलाई सुम्पी। त्यसपछि त्यो केटीको तत्कालै मृत्यु भयो। मान्छेहरू एउटी केटीको नृशंस हत्याको कारण रिसले चुर बने। उनीहरूले पुलिसलाई दोषीमाथि कारबाही गर्न दबाब परोस् भनेर शहरभरि जुलुस निकाले। अन्त्यमा पुलिसले केटीको मृत शरीरलाई कब्जामा लिएर मृत्युका कारण पत्ता लगाउनका लागि अस्पतालमा लगेर पोस्टमार्टम गराए। पोस्टमार्टमबाट उसलाई अमानवीय ढंगबाट यातना दिएर पानीमा फ्याँकिदिएको रिपोर्ट आयो। पुलिसहरू त्यो सानी केटीलाई अमानवीय ढंगबाट दिएको यातनाको बारेमा थाहा पाइसकेपछि रिसले क्रुद्ध बने। उनीहरूले जसरी भए पनि अपराधीलाई गिरफ्तार गर्ने निश्चय गरे। जसले मार्गरेटलाई यातना दिएर मारेका थिए ती अपराधीहरूको खोजीमा प्रहरी खटिए। प्रहरीले मार्गरेटकी आमालाई गिरफ्तार गरे, जसले पैसाको लोभमा आफ्नी छोरी अपराधीलाई बेचेकी थिए। त्यसपछि सबै अपराधीहरू गिरफ्तारमा परे। पुलिसले सबै अभियुक्तलाई न्यायालयमा उपस्थित गराए। न्यायालयले उनीहरूलाई दोषी ठहरायो र उनीहरूमाथि कठोर दण्ड सुनाउँदै उनीहरूलाई मृत्युदण्ड दिने घोषणा गरियो। यसरी त्यो केटीले मृत्यु पश्चात दुश्मनसँग बदला लिन सफल भई। त्यसपछि मात्र केटीको आत्मालाई शान्ति मिल्यो। दर्शक तथा श्रोतावृन्दहरू, अब लागौं रुसतर्फ। रुसी कथा सनकी डिमियन। धेरै पहिलेको कुरा हो। एउटा गाउँमा एकजना डिमियन नाम गरेको किसान बस्थ्यो। डिमियन एकदमै जिद्दी र मूर्ख स्वभावको थियो। ऊ गाउँका सबै मान्छेहरू आफ्नै इच्छा अनुसार चलुन् भन्ने चाहन्थ्यो। जसले उसको विरोध गर्दथ्यो उसँग ऊ लड्ने, भेट्ने, झगडा गर्ने गर्दथ्यो। उसको यही नराम्रो व्यवहारका कारण गाउँलेहरूले उसको नाम सनकी डिमियन राखिदिएका थिए। उसका परिवार र छिमेकी समेत उसको सनकी व्यवहारबाट वाक्क भइसकेका थिए। उसकै स्वभावका कारण उसको घरमा कसैले पनि नोकरको काम गर्न मान्दैनथे। त्यसैले घरको सबै काम उसकै श्रीमतीले मात्र गर्न पर्दथ्यो। आफ्नो श्रीमानको मूर्ख स्वभावका कारण ऊ केही पनि भन्न सक्दिनथे। डिमियनको अर्को पनि अचम्मको स्वभाव थियो। ऊ प्रायजसो घरमा पाहुनाहरूलाई खाना खान बोलाउँथ्यो। पाहुनाहरू घरमा आउने बित्तिकै स्वादिला परिकारहरू र पेय पदार्थहरू टेबलमा सजाइदिन्थ्यो। पाहुनाहरूले शिष्टाचारपूर्वक केही परिकार खान्थे भने केही परिकारहरू खान असमर्थता जनाउँथे। त्यसपछि डिमियन उनीहरूसँग झगडा गर्न सुरु गर्दथ्यो। कहिलेकाहीँ ऊ पाहुनाहरूलाई पिटिहाल्थ्यो। श्रीमतीले किन यस्तो अभद्र व्यवहार गर्छौ भनी सोद्धा ऊ भन्थ्यो, मैले उनीहरूलाई सम्मानपूर्वक खाना खान बोलाएको थिएँ, तर उनीहरूले त खाना नखाएर अपमान गरे। त्यसैले म बाध्य भएर उनीहरूमाथि जाई लागेको हुँ। उसकी श्रीमतीलाई बारम्बारको लडाई झगडा डिमियनकै कारणले भएको हो भन्ने प्रश्न थाहा थियो, तर ऊ मूर्ख श्रीमानसँग धेरै बोल्न डराउँथे। पाहुनाहरूलाई अपमान गर्ने उसको बानीको चर्चा तुरुन्तै जताततै फैलियो, जसको कारण बिस्तारै बिस्तारै उसको घरमा पाहुनाहरू आउनै छाडे। यो समाचार एकजना चलाक मान्छेले थाहा पायो। उसले डिमियनको यही कमजोरीबाट फाइदा उठाउने विचार गर्यो। एक दिन त्यो चलाक मान्छे पाहुना बनेर डिमियनको घरमा पुग्यो। लामो समयपछि आफ्नो घरमा पाहुना आएकाले डिमियन एकदमै खुसी भयो, किनकि उसले लामो समयसम्म कसैसँग झगडा गर्न पाएको थिएन। उसले श्रीमतीलाई भान्साको टेबलमा मिठा मिठा खानेकुरा सजाइदिन भन्यो। वास्तवमा उसको नयाँ पाहुना पहिले आउने गरेका पाहुनाभन्दा बेग्लै स्वभावको थियो। डिमियनले केही भन्नुभन्दा पहिले नै कुनै सङ्कोच नमानी राखिदिएको सबै खाना कपाकप खाएर सिद्ध्याइदियो। यो देखेर डिमियन छक्क पर्यो। उसले लड्ने मौका नै पाएन। त्यसपछि डिमियन कोठामा गएर एउटा नयाँ कोट लिएर आयो। त्यो कोट नयाँ पाहुनालाई दिँदै भन्यो, तपाईको कोट पातलो छ, त्यो कोट लगाएर तपाईँ चिसोबाट बस्न सक्नुहुन्न, तपाईँ मेरो कोट लगाउनुहोस्। उसले सोचेको थियो पक्कै पनि नयाँ पाहुनाले मेरो कोट लगाउन मान्ने छैन, त्यसपछि म त्यसको बदला लिनेछु। तर त्यस पाहुनाले पुरानो कोट फुकालेर डिमियनले दिएको नयाँ कोट लगाइहाल्यो। उसले कोट उपहार दिएकोमा डिमियनलाई धन्यवाद दियो। नयाँ पाहुनाको व्यवहार देखेर डिमियन रिसले भित्रभित्रै जल्यो। ऊ तत्कालै आफ्नो तबेलामा गएर सबभन्दा राम्रो घोडा लिएर आयो। उसले यसपालि त नयाँ पाहुनाले अवश्य इन्कार गर्नेछ, त्यसपछि मैले यसलाई गोरु चुटाइ गर्नेछु भन्ने सोच्यो। वास्तवमा त्यो चलाक पाहुनाले यसपटक पनि इन्कार गरेन। ऊ खुसी हुँदै घोडामाथि चढ्यो। अब त डिमियनको आश्चर्यको ठेगानै भएन। जीवनमै ऊ यस्तो व्यक्तिको फेला परेको थियो। उसको मुखबाट एक वाक्य पनि फुटेको थिएन। त्यति नै बेला
त्यो अतिथिले भन्यो, महाशय, मैले आजसम्म कहिल्यै पनि तपाईँ जस्तो दयालु मान्छे भेटेको थिएन। यस्तो मूल्यवान घोडा कसले पाहुनालाई उपहार दिन सक्थ्यो र? त्यसपछि ऊ त्यही घोडा चढेर घर बाहिर निस्कियो र त्यहीँबाट चिच्याउँदै डिमेनतिर फर्केर भन्यो, मूर्ख, मलाई विश्वास छ तैँले बल्ल पाठ सिकेको हुनुपर्छ। अब तैँले कहिल्यै आफ्ना पाहुनालाई अपमान गर्ने छैनस्। यति भनेर पाहुना घोडामाथि चढेर डिमेनले दिएको कोट लगाएर आफ्नो घरतिर हिँड्यो। डिमेन त्यहीँ उभिएर हात मोल्दै पाहुना गएको एकोहोरो हेरिरह्यो। दर्शक तथा श्रोतावृन्दहरू, अब लागौं अर्को कथा, फ्रान्सेली कथा, श्रीमान ज्योतिषी। धेरै समय पहिलेको कुरा हो। फ्रान्समा एकजना राजा आफ्नी रानीसँगै बस्थ्यो। एक दिन राजा रानी बगैँचामा घुमिरहेको बेलामा रानीले राजाको औँलामा आफूले विवाहमा लगाइदिएको औँठी देखिन। उसले त्यो कुरा राजालाई भने। रानीले भन्ने बित्तिकै आफ्नो औँठी हराएकोमा चिन्तित भयो। उसले सबैतिर औँठी खोज्यो तर भेट्टाएन। राजाले घोषणा गर्यो, जसले मेरो औँठी भेट्टाउँछ त्यसलाई पुरस्कृत गरिनेछ। धेरै मान्छेले दरबारमा आएर औँठी पत्ता लगाउने कोसिस गरे तर कसैले पनि भेट्टाएनन्। एक दिन एउटा गरिब तर चलाक किसान जो भविष्यमा ज्योतिष बन्न चाहन्थ्यो, उसले दरबारमा आएर राजासँग भन्यो, महाराज, तपाईको औँठी पत्ता लगाउने छु। त्यसको निम्ति मलाई एउटा छुट्टै कोठा र केही समयको आवश्यकता पर्छ। उसको कुरा सुनेर राजाले भन्यो, जति समय चाहिन्छ त्यति लिन सक्छौ। तिम्रो लागि दरबारमै कोठाको व्यवस्था गरिदिनेछु। राजाले उसको निम्ति एउटा कोठा र अन्य सुविधाहरूको व्यवस्था गरिदियो। दिनभरि नै त्यो किसान किताबको माझमा बसिरहन्थ्यो। वास्तवमा उसलाई लेखपढ गर्न पटक्कै आउँदैन थियो, तापनि मजदुरको अगाडि ठूलो विद्वानको जस्तै हाउभाउ देखाउँथ्यो। कामदारहरूले उसलाई एकदमै सम्मान गर्थे र उसको आवश्यकताहरूमा खूब ध्यान दिन्थे। संयोगवश औँठी त्यही काम गर्ने एकजना नोकरले चोरेको थियो। चतुर किसानले औँठी पक्कै दरबारकै कुनै नोकरले चोरेको हुनुपर्छ भन्ने अनुमान लगाएको थियो। उनीहरूलाई डर देखाउनको लागि उसको कोठामा आउने नोकरहरूलाई घोरिएर हेर्ने गर्दथ्यो। नोकरहरू डराएर सम्मानसाथ उसलाई श्रीमान ज्योतिष भन्न थाले। केही दिनपछि उसकी श्रीमती उसलाई भेट्न दरबार आई। उसले श्रीमतीलाई आफ्नो योजना बनाएर सहयोग गर्न अनुरोध गर्यो। किसानले जे भन्यो उसकी श्रीमतीले त्यही गरी। ऊ खाटमुनि लुकी। पहिलो नोकर भित्र छिर्ने बित्तिकै किसानले यो पहिलो हो भन्यो। जब दोस्रो नोकर कोठाभित्र छिर्यो, उसले यो दोस्रो हो भन्यो। यसै गरी उसले प्रत्येक नोकरलाई देख्ने बित्तिकै केही न केही टिप्पणी गरि नै रह्यो। अब सबै नोकरहरू डराए। वास्तविक चोरलाई ज्योतिषीले आफूलाई चिन्यो भन्ने महसुस गरे। त्यसपछि त्यसै दिन सबै नोकरहरू एक ठाउँमा भेला भई एक आपसमा छलफल गर्न थाले। एकजना नोकरले भन्यो, हामीले गरेको चोरी पत्ता लाग्यो। यदि त्यस ज्योतिषीले हाम्रो कुरा राजासँग भनिदियो भने राजाले हामीहरू सबैलाई फाँसीमा झुन्डाउनेछन्। अर्को नोकरले डराउँदै भन्यो, अब हामीले के गर्ने? तेस्रोले भन्यो, हामीहरू ज्योतिषी समक्ष गएर अपराध स्वीकार गर्नु नै राम्रो हुन्छ। बरु हामीले उसँग हाम्रा नाम राजालाई नबताइदिन अनुरोध गर्नुपर्छ। त्यसको साटो हामीहरूले 1000 फ्र्याङ्क दिने प्रस्ताव राखौं। पहिलो नोकर तेस्रो कुरासँग सहमत हुँदै भन्यो, तिमीले एकदम ठिक भन्यौ। त्यस ज्योतिषीले पैसा लिएर हाम्रो नाम गोप्य राख्नेछ। पक्कै उसले हाम्रो नाम राजालाई बताउने छैन। त्यसपछि किसानकोमा गएर उनीहरूले विनम्रपूर्वक भने, श्रीमान ज्योतिष, तपाईलाई औँठी हामीहरूले चोरेका हौं भन्ने थाहा भइहाल्यो। हामीहरू एकदमै गरिब छौं। राजाले यस अपराध गरे बापत फाँसी दिए हाम्रा जहान केटाकेटी भोकभोकै मर्नेछन्। कृपया तपाईले माफ गरिदिनु पर्यो। त्यसको सट्टा तपाईलाई 1000 फ्र्याङ्क दिनेछौं। किसानले उनीहरूको आग्रह मान्दै राजासँग केही नबताउने बाचा बाँध्यो। उसले गरिब नोकरहरूले दिएको 1000 फ्र्याङ्क पनि लिएन। त्यसपछि नोकरहरूले चोरको औँठी किसानलाई सुम्पिदिए। किसान त्यो औँठीलाई दरबारमै पालिएको चरोलाई खानासँगै मिसाएर खुवाइदियो। अर्को दिन ऊ दरबारमा पुगेर राजासँग भन्यो, महाराज, तपाईको औँठी पत्ता लाग्यो। उसको कुरा सुनेर राजाले खुसी हुँदै भन्यो, कहाँ छ मेरो औँठी? छिटो भन। किसानले त्यो औँठी दरबारमै पालिएको एउटा चराको पेटमा छ। उसले खानासँगै त्यो औँठी निलेको छ। राजाले त्यो चरालाई राजसभामा तुरन्त ल्याउन नोकरलाई आदेश दिए। चराको पेट चिर्ने बित्तिकै औँठी भेट्टाइहाल्यो। राजा खुसीले गदगद हुँदै किसानलाई बहुमूल्य पुरस्कार दिई त्यहाँबाट विदा गरे। दर्शक तथा श्रोतावृन्दहरू, अब लागौं आजको लागि अन्तिम कथातर्फ। कथा रहेको छ फ्रान्सेली कथा, जादु शरबत। धेरै समय पहिले प्राचीन फ्रान्समा पिएरे नाम गरेको व्यक्ति बस्दथ्यो। उसले अरूलाई छक्का पञ्जा गरेर गुजारा चलाउँथ्यो। ऊ बेवकुफ बनाउने कलामा पोख्त थियो।
उसले एक दिन जादु मिसिएको शरबतको आविष्कार गरेको धाक लगायो। उसको भनाइ अनुसार त्यस शरबतले कुनै पनि व्यक्तिको बुद्धि चौगुना बनाउँथ्यो। उसले दावाका साथ भन्यो, यो शरबतले गधालाई पनि डाक्टर बनाउन सक्छ। धेरै मान्छेले उसको कुरामा विश्वास गरेर शरबत किने। यो समाचार तुरुन्तै त्यहाँको राजाकोमा पुग्यो। खबर सुन्ने बित्तिकै राजाले सैनिकहरूलाई पियरेलाई दरबारमा ल्याउन आदेश दिए। पियरे दरबारमा आइपुग्न साथ राजाले सोधे, के तिम्रो शरबतले साँच्ची गधालाई डाक्टर बनाउन सक्छ? पियरेले तत्काल जवाफ दिँदै भन्यो, यसमा शंका मान्नुपर्ने कुनै कुरा छैन महाराज। यदि तपाईले मलाई पर्याप्त समय र पैसा दिनुभयो भने म गधालाई डाक्टर बनाउन सक्छु। उसका कुरा सुनेर राजाले केही बेर विचार गरेर भन्यो, तिमीलाई यो काम गर्न कति पैसा र समय चाहियो? पियरे कम चलाक थिएन। उसले पहिलादेखि नै के भन्ने भनेर सोच विचार गरी त्यहाँ आएको थियो। उसले भन्यो, महाराज मलाई यो काम गर्न 10 वर्षको समय र 20,000 फ्र्याङ्क आवश्यकता पर्छ। यसबाहेक यो काम सम्पन्न गर्न गधा चाहियो नै। त्यसैले मलाई एउटा हट्टाकट्टा मोटो घाटो गधा पनि चाहिन्छ। राजाले सोच विचार नगरिकन उसको कुरा मान्दै मन्त्रीलाई त्यो व्यक्तिलाई 20,000 फ्र्याङ्क र एउटा स्वास्थ्य गधा दिन आदेश दियो। त्यसपछि राजाले पियरेसँग भन्यो, यदि तिमीले 10 वर्षसम्म यो काम गर्न सकेनौ भने मृत्युदण्डको सजाय भोग्न तयार हुनुपर्छ। तत्काल गएर काम सुरु गर। राजालाई नमस्कार गरेर पियरे दरबारबाट बाहिरियो। अर्को दिन एकजना दरबारिया जुन पियरेको साथी थियो उसको घरमा गयो। दरबारियाले पियरेसँग सोध्यो, तिमीले यस्तो जोखिम किन मोल्यौ? तिमीले यस गधालाई कसरी डाक्टर बनाउन सक्छौ? यो कुनै हालतमा सम्भव हुने कुरा होइन। पियरे साथीको कुरा सुनेर जोडले हाँस्दै भन्यो, तिमीले मेरो बारेमा यति धेरै चिन्ता गरेकोमा एकदमै खुसी छु। तर साथी, तिमीले मेरा बारेमा यति धेरै चिन्ता गर्नुपर्ने कुनै जरुरी छैन। राजाले मलाई यो काम सम्पन्न गर्न 10 वर्षको समय दिएका छन्। 10 वर्ष भनेको निकै लामो समय हो। मलाई के विश्वास छ भने यो 10 वर्षमा राजा, म, गधामध्ये कोही न कोही त अवश्य नै मर्नेछौँ। यदि त्यसो भएन भने मसँग 10 वर्षसम्म मस्तीसाथ जीवन बिताउन पुग्ने पैसा छ। पियरेको कुरा सुनेर दरबारिया छक्क पर्दै उसको अनुहार हेरिरह्यो। त्यसपछि उसले भन्यो, माने साथी, बुद्धिमा तिमीलाई कसैले पनि जित्न सक्ने छैन। फ्रान्सेली कथा जादु शरबत तपाईलाई कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोला। आजका यी विभिन्न देशका 5वटा कथाहरू के कस्ता लागे कृपया त्यो पनि कमेन्ट गर्नुहोला भन्दै लागौं गाउँ खाने कथातर्फ। अघिल्लो भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, मूल 1 धारा 4 के हो र यसको सही उत्तर हो गाई वा भैँसीको दुध दुहेको। सही कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ, फेत टुप्पो कहाँ कहाँ, माझको ढाड जहाँको त्यहाँ के हो। प्रश्न एकपटक फेरि, फेत टुप्पो कहाँ कहाँ, माझको ढाड जहाँको त्यहाँ के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला भन्दै लागौं अघिल्लो भिडियोमा कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट भाषणतर्फ। रिता ठकुरी दिदी लेख्नुहुन्छ, आजको रोचक जानकारीको निम्ति भाइलाई हार्दिक धन्यवाद। गोनु झाको 5वटै कथाहरू अत्यन्तै रमाइलो लाग्यो, बधाई एवं मंगलमय शुभकामना। रामकुमार भट्टराईज्यू लेख्नुहुन्छ, आजका 5वटै कथा रोचक छन्। हुन त यी कथाहरू धेरै वर्ष पहिले सुनेको थिए, आज फेरि रिन्यू भयो। धन्यवाद जमिन भाइ। आजको गाउँखाने कथाको उत्तर गाई वा भैँसी दुहेको भन्नुहुन्छ, सही उत्तर रहेको छ। त्यसैगरी ग्रेस करुणाज्यू लेख्नुहुन्छ, धेरै राम्रो कथा वाचन गरेर सुनाउनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद जमिन सर। आजको उत्तर दुध दुहेको हो कि भन्नुहुन्छ, सही उत्तर। माया मगरज्यू लेख्नुहुन्छ, नमस्कार जमिन सर, सबै लोककथाहरू राम्रा रोचक छन् भन्नुहुन्छ, धन्यवाद। अमर राईज्यू लेख्नुहुन्छ, नमस्ते सर, आजकल म पनि धेरै व्यस्त छु, म तपाईको कथाहरू समयमै सुन्न सकिरहेको छैन, तर तपाईका कथाहरू सधैँ उत्कृष्ट छन् भन्नुहुन्छ। मायाश्रीज्यू लेख्नुहुन्छ, साह्रै नै राम्रो कथाहरू आदरणीय जमिन सर। अमित कोपिलाज्यू लेख्नुहुन्छ, नाइस। रामकृष्णज्यू लेख्नुहुन्छ, शुभ सन्ध्या हजुर, उत्तर दुध दुहेको होला। दीप्तिमल सिन्हाज्यू लेख्नुहुन्छ, नाइस स्टोरी। निशा परियारज्यू लेख्नुहुन्छ, धेरै राम्रो र रमाइलो। अर्जुन बिसीज्यू लेख्नुहुन्छ, नमस्कार सर, कथाहरू निकै राम्रो छ, धन्यवाद सर। अनि आजको उत्तर गाई वा भैँसीको दुध को फाचा अनि थुन होला भन्नुहुन्छ। त्यसैगरी ब्लकर ब्रो विशाल गहतराज्यू लेख्नुहुन्छ, आजको कथा साह्रै राम्रो छ दाई, आजको आन्सर चाहिँ पैसा र दुध दुहेको होला दाई भन्नुहुन्छ। त्यसैगरी केशव गौतमज्यू लेख्नुहुन्छ, दुध दुहेको, र कल्पना पौडेलज्यू लेख्नुहुन्छ, गाई भैँसी दुहेको भन्नुहुन्छ, सही उत्तर रहेको छ।
सम्पूर्ण दर्शक श्रोताज्यूलाई कमेन्टको लागि धेरै धेरै धन्यवाद। नियमित रूपमा यसरी नै कमेन्ट गरिदिनको लागि हार्दिक अनुरोध गर्दै यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस्। नमस्कार।